मेरे में हेलो ऐड कर हेलो दो। एभ्रिवान, म पाल्पामा फुल्की खान आएको। नानीहरूलाई फुल्की खाने ठाउँ नदेखेर पाल्पामा फुल्की खान आएको। स्पेसल विशाल बजारमा अवस्थित छ हाम्रो यो फुल्की पाउने ठाउँ, जय अम्बे चाट हाउस। हाम्रो भैया हुनुहुन्छ सन्तराम भैया, उहाँ चाहिँ एकदम फेमस फुल्की बेच्नमा। पहिलेदेखिको होइन, कति वर्ष भयो अरे? 40 वर्ष। 40 वर्ष भयो यहाँ विशाल बजारमा आएर बिजनेस गर्नुभएको। उहाँको बिजनेसले चकाचक होइन प्रगति उन्नति गरेर अहिले छोराले धरि यसरी फुल्की बेचिराखेको छ होइन। जय अम्बे चाट हाउस, यो विशाल बजार है। यो हाम्रो पाल्पाको फुल्की बेच्ने ठाउँ एउटै मात्रै छ यहाँ, अरू पनि छ छन त। यता हेर त भाइ, ल हाम्रो भाइले यसरी मजाले तातो तातो फुल्की बनाउँछ। यो धेरै मिस भएको थियो, अब यहाँ आएर इच्छा पुरा गर्न आएको छौँ हामी सबैजना। फुल्की तातो तातो फुल्की खाँदैछु। एकदम राम्रो फुल्की खाँदै हुनुहुन्छ। कस्तो लाग्यो फुल्की? ल पाल्पाको फुल्की कस्तो लाग्यो? ल यहाँ हाम्रो मेरी से कस्तो लाग्यो फुल्की? पाल्पा कस्तो लाग्यो? एकदम रमाइलो। रमाइलो। अब फेरि आउने मन छ कि छैन? एकदम छ। तिमीलाई कस्तो लाग्यो पाल्पा? एकदमै रमाइलो लाग्यो, एकदमै इन्जोय गर्यो हामी सबै फ्यामिलीले। अब हामी यहाँको चाहिँ विभिन्न नेचुरल प्लेसेसहरूमा गयौँ, घुम्यौँ, खुसी लाग्यो। अहिले हामी चाहिँ यहाँ यो फुल्की खान आइरहेको छौँ। त्यहाँ भाइजीले चाहिँ फुल्की बनाइरहनु भएको छ र अब यहाँ बाबु नानीहरू लगायत म्याम सबैजनाले चाहिँ फुल्की खानेछौँ। थ्याङ्क यू। लाग्यो त फुल्की? एकदम यम्मी। अनि पाल्पा कस्तो लाग्यो? एकदम रमाइलो। एकदम रमाइलो मात्र लाग्यो। आई विल कम ब्याक अगेन। थ्याङ्क यू। कस्तो लाग्यो त पाल्पा? एकदम रमाइलो। यहाँको वातावरण नै फर्स्ट टाइम आउनुभएको होइन? होइन, म त थर्ड टाइम। थर्ड टाइम। तर यस्तो इन्जोय चाहिँ अरू बेलामा भएको थिएन। अनि डर कतिको लाग्यो? डर त एकदमै, बाटो चाहिँ एकदम डेन्जर। बाटो देखेर आउनु मन लाग्यो कि मन लागेन त? होइन, यतातिर त रमाइलै हो, घरिघरि मात्र डर लाग्छ। ल ओके, मेरो ठाउँलाई मन पराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।